Hello guys, welcome to our another vlog. आज पनि हामी एउटा सानो भ्लग बनाउन गइरहेछौँ। कस्तो हुन्छ हेर्दै जानु होला है त के गर्छौँ हामी कता कता जान्छौँ। आहान पनि ब्याग पुरै धोइरहेछन् हैन त तयारीका लागि। बेबी हाई नगर्ने। ब्याग प्याकिङ भइरहेछ हाम्रो बसाइसराईको लागि। ओहो कहिले प्याकिङ गरेर सिध्याउनु त यत्रो अनि सम्झे रेडी भएर अब यति भयो दुईटा लगेज यति भएको छ 50% पनि प्याकिङ भएको सिद्धेको छैन अझै बाँकी छ। यो घर सर्न जति गाह्रो थोरै गरेर अब चाहिँ हामी बाहिर निक्लिन लागेको। कहाँ जान्छौँ अब त्यो चाहिँ हेर्दै गर्नु होला। ल अब चाहिँ हामी कपडा प्याकिङ सेकिङ गरेर आजलाई त्यति छोडेर चाहिँ बाहिर निक्लिन लागेको छौँ। कहाँ जान्छौँ हेर्दै गर्नु होला। हामी कहाँसम्म जान्छ होला थाहा छ तिमीलाई यात्रा? थाहा छैन? थाहा छ। कहाँ? रमिते जानु आज। हो एक्साइटेड हो तिमी? ए यसको लुक्सी कस्तो भइरहेछ? यसको लुक्सी कस्तो भइरहेछ? Are you comedy me? के हो यार यस्तो तेरो स्टाइल चाहिँ। आर यु रेडी? यस। ल रेडी भएर ल मम्मी छोरो म अब हामी चाहिँ यही ठाउँ चाहिँ भन्दैन अब सरप्राइज हेर्दै गर्नु होला। थम्बनेल नि हेरेर सक्नुहुन्छ। त्यही पनि अब हेरौँ कहाँसम्म जान्छ हेर्दै गर्नु है। हिँड छ यार। ल हाम्रो कार हाम्रो घोडा भने कि कार भने होइन यही हो नि हाम्रो स्कुटर हो। ए यसमा जान्छ र तिमी अलि? ए त्यही त नि। व्यवस्थित बनाएको छ नि। भ्युटार भन्थ्यो नि सिसा सब फुटाएको रहेछ माथिबाट।
एउटा यता ढापा यता होला रमिता जाने यो कति डाँडा छ रमिता त यो डाँडो माथि अब हो निकै बेला लाग्छ निकै लाग्छ यहाँबाट बाइकमा 1 घन्टै जति लाग्छ जान्छ त यो बाइक स्कुटीहरू टेम्पो पनि जान्छ जानु चाहिँ उकालो छ हो ल त बाटो त लास्टै खराब रहेछ ल आमा छोरा हिँड्दै हिँड्दै आउँदैछन् हाम्रो स्कुटी यहाँ स्कुटीले नताने तान्न तान्छ तर एकदम ढुङ्गा बढी रहेछ आहान कस्तो भइरहेछ हौ रमाइलो गाह्रो भइरहेछ यहाँबाट तल तराई पनि देख्दो रहेछ नि त आजको हाम्रो रमिते अलिक बाटो खराबको कारणले गर्दाखेरि चाहिँ हामी यहाँ सिरियस गइरहेछौँ यतापट्टि भ्यू पनि राम्रै रहेछ भन्ने कुरा हाम्रो लागिरहेछ अहिले रमिते बजारमा आइपुगेर चाहिँ यसो खाजा खानु पर्यो भनेर यो ठाउँमा रोक्यो हामीले होइन हाम्रो कार चाहिँ यहाँ छ यो होटेलमा कस्तो लाग्यो तिमीलाई ठिक छ हामी चाहिँ किन बसिरहेछौँ भनेर थाहा छ किन सर्ट ब्रेक नास्ताको ब्रेक हो त्यसपछि हामी कहाँ जान्छौँ भने टेन टाउन त यही अगाडि रहेछ त्यो देखाइदिएछ बहुत दुःख गरेर आइपुग्दो रहेछ यहाँदेखि झापातमकबाट चाहिँ हामी यो निक्लेको एक रमिते डाँडा बिचमा चाहिँ बाटो एकदम अलिकति अप्ठ्यारो लाग्यो नभए सबै ठिकै रहेछ राम्रै रहेछ ल हेर्दै गर्नु होला फेरि कन्टिन्यू गर्छौँ है त ल हाम्रो खाजा खाने टाइम
के आहान यो चिकन हो ल के ए चोबेर खाऊ न चोबेर हो या तातो एउटा टेस्ट गर्छु तातो छ तातै छ खान नसक्ने छ तातो छ हेर तातो छ यो म छोरा चाहिँ ऊ पर हिँड्दै हिँड्दै आउने अरे यो ठाउँ चाहिँ के बजार पो भन्छ यसलाई त रमिते बजार जाने अब रमिते बजार कस्तो लाग्यो त्यस्तै रहेछ रमिते बजार चरमै चरम आज हामी यहाँ अब जाँदैछौँ आजदेखि आज त के होइन हौ किन आज खाजा खाएर गएको अन्तमतिर अनि हामी फेरि घर आएर गएको तिहारको बेला अनि 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 फेरि फ्रेन्डहरूको घरमा आयो झिलिमिलीहरू कति जाने हो मान्छे रमितेको टेन्ट हाउस चाहिँ हामी ए माथि रहेछ यति माथि अब हिँडेर हेरौँ त कति लाग्दो रहेछ हिँड न अगाडि तिमी कतिको ह्याप्पी हो एकदमै ह्याप्पी हो कालो लाग्यो हो नि छोराले त बरु त्यस्तो थाहा पाएपछि एक्सर्साइज हुन्छ हाइकिङ हुन्छ नि गाडी ट्र्याक्टर पो आउँदैछ होला त अटो होइन बाइक हो होइन होइन माथि यस्तो रहेछ तर यहाँ पहिरो गएको रहेछ यस्तो अनि यस्तो डेन्जर पहिरो गएको रहेछ हामी त्यो बाटो हुँदै यसरी गएको थियौँ अघि अब टेन्ट हाउस चाहिँ यता माथि ल हिँड नि त हिँडेर त नसकिने रहेछ आहान तिमीलाई अस्ति कन्याम श्रीअन्तु भन्दा यो ठिक लागेर कस्तो भइरहेछ हौ हो तर चिसो रहेछ बस्नको लागि तर बाटो अलिक ड्राइभ पनि चल्दै रहेछ यता माथि अझै कहिले हामी पुग्ने बेबी अहिले चाहिँ ट्याक्कै 2:23 भएछ अब हामी टेन्ट हाउसको उकालोबाट यसरी टेन्ट हाउस टेन्ट टाउन चाहिँ आइसके पार्किङ यता रहेछ तर हामी चाहिँ पहिलो आएकोले गर्दाखेरि ए यताबाट इन्ट्री टेन्ट टाउन आइसक्यो
यस्तो देखिन्छ हामीले त्यहाँ गाडी राखेको छ यस्तो हुँदै आउनुपर्ने रहेछ तल देखेको थियो होला हो चापा मोरङ खै त अब के गर्छौ त प्राइभेसी हुन्छ त्यहाँ देखाउनु पनि मिल्दैन यही रहेछ क्या सुनिता राई श्रेष्ठ यो रहेछ नि सब क्याम्प त रहेछ एभरेस्ट क्याम्प बेस मद्री बेस तर टेन्ट यस्तो रहेछ नि त टेन्ट हाउस थ्याङ्क यू टेन्ट हाउस है त ल बाई बाई टेन्ट हाउस यो चाहिँ रमितेको भ्यू पोइन्ट रहेछ यस्तो छ रमितेको भ्यू पोइन्टबाट चाहिँ तल चापाको दृश्य झापाको रत्व खोला जस्तो छ यो चाहिँ यो चाहिँ झापादेखि एउटा रमिते भ्यू पोइन्ट रहेछ एउटा यस्तो देखिन्छ दृश्य चिसो चिसो छ बाई बाई यति नै अब यो भिडियो अलिक धेरै बनाउँदाखेरि लामो हुन्छ होला त्यही भएर हामी दोस्रो पार्ट लिएर आउँछौँ होइन त्यसपछि हामी कहाँ जान्छौँ भिडियो हेर्दै गर्नु कन्टिन्यू ओके थ्याङ्क यू बाई बाई टेक केयर